हेलो हेलो जेडो झर्ले अनि नमस्ते म जीवनपुर मगरको तर्फबाट र जीवनपुर युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ म आफ्नो जन्मभूमि ठाउँबाट गाउँठाउँबाट तपाईँहरूको माझमा यहाँका यो समयको मौसमको अवस्थाहरू के कस्ता छन् भनेर तपाईँहरूको माझमा प्रस्तुत गर्न लागेको छु। र यो मेरो युट्युब च्यानल भनेको निकै पुरानो च्यानल हो, तर मैले नै यहाँ वास्ता नगरेर ध्यान नदिएको कारणले गर्दा यो अवस्थामा थियो। र अब यो गाउँमा आइसकेपछि गाउँका आफ्ना वरपरका रहेका दृश्यहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गर्नको लागि मैले यो युट्युब च्यानल फेरि सुचारू गर्न लागेको छु। यदि यो मेरो भिडियो तपाईँहरूको मोबाइलको स्क्रिन अथवा ल्यापटप चलाउनुहुन्छ भने ल्यापटपको स्क्रिनमा, कसैले आइफोन चलाउनुहुन्छ होला, कसैले ट्याब्लेट चलाउनुहुन्छ होला, तपाईँहरूको जोसमा आए पनि मलाई यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि एक लाइक, एक कमेन्ट अनि भिडियोलाई मन परे आफ्नो साथीसँग सेयर गरेर र अन्तिममा सब्सक्राइब गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। किनभने अहिलेको जमाना भनेको सोसियल मिडियाको सामाजिक सञ्जालको जमाना रहेको कारणले गर्दा मैले पनि यो झमर्क गरेको छु। पक्कै पनि तपाईँहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने मलाई ठुलो आशा बोकेको छु। किनभने अब यहाँका गाउँका दृश्यहरू, एकदम सुन्दर सुन्दर दृश्यहरू तपाईँहरूको माझमा प्रस्तुत गर्नेछु। र आफ्नो ठाउँका वातावरणहरू, दृश्यहरू के कस्ता रहेछन् त भनेर चाहिँ सब प्रस्तुत गर्न सकिन्छ। अहिलेको जमाना त्यही हो, मैले भनिसकेँ, सामाजिक सोसियल मिडियाको जमाना रहेको छ। त्यस कारणले गर्दा म पनि यसमा जोडियो भन्ने आशा राख्दछु। यसमा तपाईँहरूको साथको आवश्यक छ। त्यस कारणले गर्दा भिडियो अन्तिमसम्म हेरिदिनु होला। र यस्तै भिडियोहरू म आउने दिनहरूमा फेरि लिएर आउनेछु। र अहिलेलाई भने हामी छुट्टिन्छौँ। नमस्कार।